यो बेंगलोरमा यत्रो दिनदेखि चाहिँ पानी नपरेर गर्मीले सताइरहेको थियो। अब चाहिँ पानी परेको परै गरेर कहिले पानी पर्न बन्द होला भन्ने भइरहेको छ। हे गाइज, फेरि पनि स्वागत छ सबैजनालाई हाम्रो एउटा नयाँ मिनी भ्लगमा। आई होप कि सबैजना सन्चै अनि एकदमै आरामै नै हुनु होला। आज चाहिँ हाम्रो 5000 फलोवर्स र सब्सक्राइबर्स कम्प्लिट गर्ने च्यालेन्जको डे 65 पनि भइसक्यो। आजको दिन चाहिँ रुममा धेरै क्लिप सुट नगरिकन म चाहिँ सिधै पुग्यो अब आफ्नो ड्युटीमा पुगेर चाहिँ एकछिन यताउति सबै कुराहरू चेक गर्न थाले। ड्युटीमा पुगेर सबै कुराहरू चेक गर्दाखेरि चाहिँ मलाई चाहिँ आज पानी नआइरहेको कुरा थाहा भयो। त्यसैले म चाहिँ सेलुनको बाहिर आएर एकजना स्टाफलाई बोलाएर पानी पनि त्यो रिपेयर गर्न पठाए। मैले चाहिँ उसलाई कसरी के गर्ने भनेर बताइदिएर उसले त्यस्तै गरेर त्यतिकैमा पानी पनि आयो। पानी आइसकेपछि क्लाइन्ट चाहिँ थिएनन्, त्यसैले मेरो गाडीको चाहिँ वाइजर टुटेको थियो र मैले त्यसलाई मजाले चिप्काएर फेरि चाहिँ त्यसलाई फिटिङ पनि गरिदिए। त्यसपछि म चाहिँ पेन्ट्री रुममा गएँ अनि मजाले बसेर अब चाहिँ म खाना पनि खान थालेँ। खाना खाइसकेपछि एउटा चाहिँ बोटक्सको क्लाइन्ट आएको थियो, त्यसैले मैले चाहिँ त्यो क्लाइन्टको लागि स्टाफलाई गएर हेल्प पनि गर्न थालेँ। बोटक्स गर्दै गर्ने क्रममा चाहिँ धुवाले गर्दा सेलुन पुरै भरिएको थियो। क्यामेरामा देखेको छ कि देखेको छैन कुन्नी। त्यसपछि मैले त्यो क्लाइन्टको बिलहरू पनि गरिदिएँ। बिलको साथैमा मेरो अरू कामहरू पनि थिए र त्यो सबै कामहरू मैले फिनिश गरेँ। आफ्नो कामहरू सबै सकेर चाहिँ म चाहिँ अब रेडी भइसकेको थिएँ बुढीलाई लिन जानको लागि। त्यसपछि सेलुनको बाहिर निस्किएको त पुरा ट्राफिक जाम थियो। पानी चाहिँ मुस्किलले 10-15 मिनट मात्र पर्छ र त्यही पानीले गर्दाखेरि चाहिँ 2 घण्टाको ट्राफिक जाम भएको हुन्छ। त्यसपछि म पनि आएर अड्डिए बुढीको सेलुन बाहिर। त्यतिकैमा बुढी पनि आइपुगिन् र हामी दुवैजना चाहिँ रुममा पनि पुग्यौं। तपाईहरु सबैजनालाई चाहिँ भिडियो यहाँसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। भिडियो मन परेमा लाइक, कमेन्ट, शेयर र फलो अनि सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला। र अब चाहिँ हामीहरुको 4000 फलोवर्स हुनेवाला नै छ फेसबुकमा, त्यसैले फटाफट सबैजनाले फलो गरिदिनु होला। हस्त बाई, जय नेपाल।